चाहिँ कस्तो लागिरहेछ? ल है, आज चाहिँ आन्दोलन भइसकेपछिको 2 दिनपछि हामी चाहिँ मुस्ताङ जाँदैछौँ। सञ्जय र म चाहिँ बाइकमा, सामान रेडी प्याक छ। अब चाहिँ म घरबाट निस्केर अब हामी चाहिँ मुगलिन हुँदै पोखरा पुगेर पोखराबाट मुस्ताङ जान्छौँ भाइजहरू। पानी परेको अवस्था यसरी ब्याग प्याक भएको छ। गिरीको बाइक, गिरीले मजाले रेनकोट लगाउँदैछन्। हामी धार्के पुग्नै आँटेको छौँ, बिचमा छौँ। सुरुमै रेनबाट स्टार्ट भयो। त्यही त हाम्रो त्यसो साइड दिएको। अहिले चाहिँ म चाहिँ यता मलेखुमातिर आइपुगेको छु। सञ्जय अझै पछाडि छन्। सञ्जयलाई एकछिन पुरिरहेको छु म चाहिँ यहाँ। अब एकछिनमा मलेखु हुँदै हामी चाहिँ मुगलिन हुँदै पोखरा जान्छौँ। पोखराबाट चाहिँ सम्भवतः आज नै बेनीतिर बस्न सक्छौँ। हेरौँ, नत्र पोखरातिर बस्न सक्छौँ। कतिको थाकिन्छ भन्नेमा भर पर्छ। जस हाम्रो राइड चाहिँ रमाइलो भइरहेछ। अस्तिसम्म कर्फ्यू थियो, आजबाट चाहिँ पुरै निर्वाध रूपमा यातायातहरू सञ्चालन भएको छ। रमाइलो भइरहेछ। जस राइड गर्न रमाइलो भएको छ। अहिले चाहिँ बिहानको 10:15 बजेको छ। सञ्जयलाई पुरै पनि 50 मिनट भयो, अझैसम्म आउँदैनन्। किन आउँदैनन्, कहाँ पुगे? पछाडि त छैनन्, पछाडि नै हुनुपर्ने, अगाडि त म अगाडि गएको छैनन्। उसले धेरै बेर कुरायो यार, धेरैका झ्याउ भयो। म यहाँ कुरै छु 50 मिनट ठ्याक्कै भइसक्यो। 50 मिनट अझै कति बेर कुर्नुपर्ने हो, फोन पनि उठाउँदैनन्। ल गाइस, यस्तै छ हाम्रो टुर। कहाँ आइपुग्यौँ अरे? अहिले कृष्ण पुग्न आँट्यौँ। पछाडि चाहिँ पावर हाउस, मोदी हाइड्रो पावर छ। अब हामी कहाँ पुग्दै हो? आज हामी बेनीसम्म पुग्ने हो। बिहान हामी 8 बजीतिर काठमाडौँबाट हिँडेको। नन स्टप बाटोमा अब एक्लै त्यही भएर हिँडिरहेको बेलामा भ्लग गर्न पाइएन, अथवा भनौँ भिडियो बनाउन पाइएन। राइडरहरू फेरि स्पिड कडा हुन्छ। अनि अब त्यही भएर अब यसो रोकेको बेलामा मौसम पनि एकदम चिल छ, पानी पनि परेको छैन। त्यही पनि रेनकोट चाहिँ लाछौँ। त्यही भएर जस रमाइलो छ, रमाइलो हुँदै गइरहेको। अब हामी चाहिँ बेनी गइसकेपछि चाहिँ चट्ट थाकेको बेलामा, चट्ट सुत्ने बेलामा अलिअलि भिडियो बनाउने। भोलि चाहिँ बेनीबाट हामी कहाँ जान्छौँ? मुस्ताङ पुगिन्छ गाइस। दुईजनाको 2टा बाइक, हाम्रो बाइक त्यहाँहरू छ। दुईजनाको 2टा बाइक, एकान्त बाइकमा चट्ट सरर र रमाइलो हुँदैछ। जियोस् पुग्दैछौँ। चाहिँ बेनी बजार, त्यो बेनीको बोर्ड पनि देखिरहेको। अब चाहिँ हामी मुस्ताङको लागि हिँड्दैछौँ। कस्तो लागिरहेको छ? कस्तो लागिरहेको गिरी? एकदम मजा आइरहेको। जुन चाहिँ पानी परेको चिया खाने हो। बेनी बजारमा छौँ, 9 बज्दैछ। अब एकछिनमा हामी चाहिँ लाग्छौँ माथि मुस्ताङतिर। बाटो राम्रै छ अरे। अब हामी आज चाहिँ मुस्ताङतिर त पानी पर्दैन, यहाँ चाहिँ पानी नपरोस्, त्यही हो। उता लाएर अब हामी एकछिनमा हिँड्छौँ। रमाइलो छ। यस्तो थाकिया थियो। हिजो 10 बजे पल्टेको, सुतेको सिधै मान्छे बेहोस जस्तो छ भएर सिधै 8 बजे उठेको। यस्तै छ गाइड। ल यही हो बजार, बेनी बजार छ। टक्क त्यहाँ बस पार्क पनि त्यही बारी छ। त्यहाँ एउटा झरना पारी सानो देखिरहेको। र गाइस बाटोमा भेटौँ। बेनीबाट हिँडेका छौँ र यस्तो राम्रो झरना देखिसक्यौँ है।
तलपट्टि कालीगण्डकी खोला एकदम बेसरी सोच्चाएको छ र हाम्रो साथी सञ्जयले चाहिँ भिडियो बनाउँदैछन्। यस्तो राम्रो छ। अब त अलिकति मौसमले चाहिँ साथ नदिने हो कि भन्ने डर चाहिँ छ, तर चाहिँ झरना सहित कति राम्रो छ क्या। आछ्यौँ पनि आयो, मेरो बाइक यो भयो, मैले चाहिँ यसरी हिँडिरहेको छु। खोला चाहिँ एकदम ठुलो छ। खोला चाहिँ तलपट्टि खोला कालीगण्डकी खोला, यो चाहिँ कालीगण्डकी खोला एकदम सोच्चाइरहेको छ, ठुलो छ, जस रमाइलो भइरहेछ। अब हामी जानुपर्ने टाढै छ, अब यो मजा आउला। बाटो जाम लागिरहेको रहेछ, पुरै बोलेरो बन्धहरू छैन, बोलेरोहरू आउने क्रम जारी छ। क्रममा चाहिँ बसिरहेको छु। यस्तो राम्रो मौसम छ नि हेर्नु, बोलेरो त कति छ गन्छ, कहाँ हो कहाँसम्म बोलेरो जाम खुलेको बक्सर खुले जस्तो छ। बोलेरो छन् जताततै। सिन ब्युटिफुल सिन, यति राम्रो छ ठाउँ। बाटो चाहिँ यो त अप्ठ्यारै छ, जे होस् त्यहाँनिर चाहिँ खोलै माथितिर पहिरो गएको रहेछ, बाटो ब्लक भएको रहेछ। अहिले चाहिँ खोलेर यस्तो छ, जे होस् अहिले चाहिँ अब सञ्जय चाहिँ आउँदैछन्। कस्तो लागिरहेछ त सञ्जय? पुरै खोला छ होइन? बाटोमै पुरै खोला छ। हामी जानुपर्ने अब टाढा छ। कस्तो छ त, रमाइलो लागिरह? ल ल ल अनि खाना खानको लागि व्यक्तिहरूको बेलुकी स्टाइल आएको छ नि, बिचमा काप पानीबाट दिएको। हामी कति किलोमिटर आयौँ होला यहाँसम्म? हामी 20 किलोमिटर आयौँ बिहानदेखि। धेरै हो। यता हाम्रो के भन्नु छ के अरे? एकदम केही भन्नु छैन। आइयो जाम भएर बसेको, अब जाम पछि चाहिँ जाम खुलेपछि हामी एकदम जताततै चारैतिर झरना भन्दा केही छैन, कति ठुला झरना हुन्। अहिले त्यहाँ पनि सानो रहेछ। यहाँदेखि त झरनाको जिल्ला रहेछ क्या हो। झरना हाइड्रो पावर झरना पुरै जाममा फसेको अवस्था। अब चाहिँ यस्तो हिलो छ, अगाडि स्कर्पियो जाममा फस्यो, यहीँ बसिरहन्, गाडी छ। सञ्जय पनि यहीँ छन्, पछाडि आउँदैछन् हिँडेर। सञ्जय के भन्नु छ? म अगाडि आएर यहाँ यति किन अगाडि आएर बस्नु गल्ती गरेछु के छ भन्नु? के भन्छौ? के भन्नु, माथि अगाडि जानु सकिन्छ कि बाटो लास्टै झुस्टै रहेछ। हेरौँ अब। जाम भएको भएर यहाँ भित्री बाटो एकजना यहीँको दाइहरूले भित्री बाटो जाम भनेर भित्री बाटो आइयो। सञ्जयहरूले पछाडि छन्, म चाहिँ अगाडि आएर बसेको छु। अब यहाँबाट फेरि अर्को पुल तरेर फेरि मेन बाटोमा गएर माथि जाँदैछौँ। तलपट्टिको जाम त खै अब कहिले खुल्ने हो त्यो चाहिँ थाहा छैन। जे होस् यस्तै चलिरहेछ। खोला सोच्चा छ, कालीगण्डकी खोला सरर। यता त हाइड्रो पावर भन्दाहरू केही रहन्छ, खालि तार भन्दा केही छैन। हाइड्रो पावर नै हाइड्रो पावर रहेछ जताततै। रमाइलो भइरहेछ जे होस् एक हिसाबले। के भन्छ सञ्जय? पुरै हामी मुस्ताङ जाने क्रममा पुरै डिटुर लिनु पऱ्यो। सस्पेन्सन ब्रिजबाट यता साइड कहाँ चाहिँ थाहा छैन। रूपसे झरनामा आइपुगेका छौँ। यो
रमाइलो छ, राम्रो छ, एकदम बडा ठुलो पानी छ रुप्से झरनामा। माथिबाट गाउँबाट झरेको छ रुप्से झरनामा भर्खर आएर। सन्देश भन्नु आयो, सन्देश चाहिँ अहिले अगाडि छन्। रमाइलो हुँदैछ। रमाइलो भइरहेछ। अगाडि जाम छ, भर्खर रुप्से झरना कटेर अगाडि आइयो। अगाडि जाम छ, त्यो रमाइलो भइरहेछ। एउटा हातले चलाउँदै एउटा हातले गर्दै गरेको छु। रिस्की त रिस्की हो, त्यही नि यसो अब दिउँ न एकैछिन। एउटा फोटो खिच्नु जान्दैन निले हेर गाइजहरू। कहाँ हो, कहाँ देखिनु बादलमा हाम्रो ब्लगरगिरी बसिरह। म त रिसिसँग फोटो खिच्नु जान्दैन, एउटा फोटो त्यसले खिच्दैन। बाटो पहिरोले 2-3 घन्टा भयो यहीँ पुरै अझै कहिले पनि थाहा छैन। यस्तो बाटो पहिरो भयो कि पुरै नगरमै। अगाडि एक्सकाभेटर त छ नि त, અહીં ब्लास्टिङ गरेर पनि अझै सकिरहेको छैन। मान्छेको भिडभाड छ, माथि यस्तो भिड छ गाउँका। अघिल्लो दिन पहिरोले बाटो बन्द भइसकेपछि हामी चाहिँ अर्को बिहान 5:45 हिँड्यौँ हामी बसेको ठाउँबाट। अहिले लेते भन्दा माथि आएका छौँ। यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो ठाउँ छ। झरना भन्दा अरू केही छैन। यति स्रोत छ, यति राम्रो, यति सुन्दर छ कि सन्चेलले पछाडि छन्। कुहिरोले जताततै ढाकेको छ। अलि जाडो पनि भएको भएर चाहिँ धेरै भिडियो बनाउन पाइएको छैन। म चाहिँ अलि अगाडि आएर यहाँनिर लेते भन्दा अगाडि आएर भिडियो बनाउँदैछु। गाडीहरू पनि चलिरहेको एकदम राम्रो छ। अब सन्जे पनि आइपुग्छन्। माथिसम्म अग्ला पहाडहरू छन्। र अब बिस्तारै हामी चाहिँ अब चाहिँ माउन्टेनियस रिजनतिर जाँदैछौँ। के भन्नु छ गिरी? एकदम राम्रो छ हेर, कति राम्रो छ पुरै न। सब च्याङ्रा है गाई, च्याङ्रा दसैँको लागि जाँदैछ काठमाडौँ पोखरा। बजारमा 12 बजे हावा सरर ए हजुर अनि घर हाम्रो पोखरा। के भन्नु छ त गिरी? अहिलेसम्म भएको छैन घरबार ए हजुर। एकदम राम्रो छ। एयरपोर्टको भ्यू लिएर चिया खाने हो। चिया अर्डर गरिरहेको छौँ हामी। बिहानै मुस्ताङ आइपुग्यो। हामी म्याग्दीमा फसेको थियौँ। यस्तो छ जोमसोम बजार भन्छ कि जोमसोम एयरपोर्ट भन्छ। सब डेजर्ट टाइपको छ वेदर। पछाडि रनवे छ। अझ प्लेन चाहिँ खै आउँदैन होला, बादल भएर छ। टक्क हामीले यहाँ लुगा चेन्ज गरेको लगाउँदैछन्। ठ्याक्कै च्याङ पनि आएर टन्नै हुल रहेछ। र कपडा फेरेर जाडो भएको थियो। हेर त टक्क अब त गिरी हिमाल चढ्न रेडी भइसक्यो। तातो भइसक्यो।
चेन्ज गऱ्यौँ के भएको पछाडि रनर पनि देखिरहेको छ भेटियो त गिरी शालिग्राम यो हो कि कुन्नी भेट्न चाहिँ भेटेछन् गिरीले कस्तो हो थाहा छैन हाउ टु आइडेन्टिफाई शालिग्राम गुगल गर त च्याटजिपिटी गर त हामी चाहिँ कालीगञ्ज बेटीको किनारमै छन् यस्तो छ भ्यू देख्न सकिन्छ अनि हाम्रो फेरि सर चाहिँ शालिग्राम खोज्ने स्टेप सिक्दैछन् हजुरआमालाई फोन गरेर भिडियो कलमा शालिग्राम जिन्ने शालिग्राम खोज्ने अभियान चलिरहेको छ त्यो माथिको यस्तो छ त्यो पुल चाहिँ डोल्पा जाने पुल हो शालिग्राम देखाउँदैछन् आफ्नो हजुरआमालाई कसरी चिन्ने भनेर शालिग्राम खोज्दा खोज्दा एउटा चाहिँ भिडियो छ है मैले टक्क यस्तो सेपको छ मैले एउटा गिर्दै दुईवटा भेटाइसकेँ ऱ्यान्डम चाहिँ हाम्रो शालिग्राम हन्ट एकदम सक्सेसफुल भएको छ हामीले ओरिजिनल चाहिँ 6-7वटा ओरिजिनल भेटायौँ यो चाहिँ गिरी सरले भेटाएको टक्कै सेपै देख्नु केही भन्नु छ गिरी केही छैन यता यो आज दियोस् अब स्टोरी राख्नु पर्दछ लक्के मान्छेले भेटाउने भनेको हाम्रो गिरी सर एकदम लक्के त ल्याउँछु म अब स्टोरी हाल्छु हावा लाग्छ ठाउँ एकदम राम्रो छ ठाउँ यस्तो पछाडि देखाइदियो त मुस्ताङ केटाहरू ग्याङ ग्याङ मुस्ताङमा गर्दै निलो आकाश छ तल कालीगञ्ज गइरहेको छ आइफोन बेचेर अब यसले टुकटुक किने हुन्छ ब्याकग्राउन्ड देखाउ न के हो त्यस्तो ब्याकग्राउन्ड त अब कति राम्रो छ ट्रेन नगर भयो कागबेटीबाट माथि कति अब लगभग हामी त 2500-3000 एल्टिट्युडमा आयौँ त अब त स्यास्या पनि अलिअलि हुन्छ आफै पनि लगभग 3200-3300 जति पुग्यौँ तर हुँदो रहेछ स्यास्या है स्यास्या हुन्छ मलाई त भइरहेको कस्तो फिल भइरहेको त ओभरअल एक्सपिरियन्स ओभरअल कुनै नगरे एकदम दामी छ भोक लागिरहेको कहाँ खाना खाने हो है खाना खानु पऱ्यो बिहान हामी त्यहाँबाट हिँडेको अहिलेसम्म बाटोमा राम्रो भ्यू देखेर जहाँ देखिन्छ त्यहाँ बसेछ फोटो खिचेछ भिडियो गरेछ 1 किलोमिटरलाई हामीले कम्तीमा नि आधा घन्टा लाग्छौँ हामीले 12 बज्न आँटिसक्यो बिहान 12 बज्न आँटिसक्यो उहिले हिँडेको अब थाहा छैन अब चाहिँ हामीले मुक्तिनाथ अझ हाम्रो प्लान के हो आजै बागलुङ बजार झर्ने आजैको प्लान
आज त्यो झरिन्छ जस्तो लागेन मलाई चाहिँ। आज पुगिन्छ जस्तो छ होइन त गिरी? र जे होस् ठिकै छ। ल एकदम के अरे एकदम राम्रो एक्सपिरियन्स भइरहेको त ओभरअल। एकदम राम्रो एक्सपिरियन्स भइरहेको छ। अब बाइकमा बस्ने सर अब चाहिँ सिधै मुक्तिनाथ टेम्पलमा झर्ने हो। अब नझर्ने अन्त फोटो नखिच्ने धेरै भयो। यो आँखालाई जति हेरे पनि पुग्दैन, कति हेर्नु हेरेको हेरे। अब भयो जे होस् एकदम राम्रो छ, मौसम राम्रो छ, आकाश खुलेको छ, घाम लागेको छ न्यानो एकदम न्यानो। बाइक पार्क गरिसक्यौँ यहाँनिर मुक्तिनाथ मन्दिरको पार्किङ स्थलमा। अनि अघि हेर्दैछौँ यसको अल्टिट्युड चाहिँ यो पार्किङको 3680 रहेछ लगभग 1700 त्यो अल्टिट्युडमा होला। म यता छु, गिरी अगाडि हेर्दैछन्। अब हामी 300 सिडी चढेर मन्दिर पुग्छौँ। के भन्नु छ? हामी हाम्रै खुट्टा काफी छ। हिँडौँ गिरे हिँडौँ। जाँदाखेरि घोडामा जाऊँ आउँदा हिँडेर। ल हामी मुक्तिनाथको गेटमा प्रवेश गरेका छौँ। अब सिडी हुँदै माथि त्यहाँको मन्दिरसम्म जान्छौँ। यो यस्तो छ यताबाट खिच्ने। मुक्तिनाथ परिसर गिरीले 108 धारा पार गरिसकेको छ। 108 धारामा यति चिसो पानी छ, कुरै नगरौँ है। अब मेरो बाँकी छ, मन्दिर चाहिँ ट्याक्कै यहाँ पछाडि छ। अब म नि जान्छु। 108वटामा उ गर्दा म चाहिँ पौडी खेल्न सकेन, अलिकति खुट्टा मात्रै चोपेँ। तर हाम्रो सन्जय चाहिँ पुरै उ गर्ने अरे। सन्जय चाहिँ पुरै चाहिँ के गर्ने भन्दाखेरि अब यहाँ नुहाउने रे। अब सन्जय चाहिँ पुरै नुहाउँछन्, म चाहिँ पुरै बेसरी पौडी खेल्न सकिनँ। म चाहिँ खुट्टा चोपेँ, निस्केँ। बहुत चिसो पानी छ। अब सन्जयको बाँकी यहाँ पौडी खेलेको हेरौँ है। म चाहिँ 108वटा धारामा अघि नै गरिसकेँ। अब चाहिँ सन्जयको पाली। सन्जय चाहिँ फुल फ्लोमा पुरै उसित गर्न लाग्छन्। सन्जयलाई चिसो भन्ने कुरै हुँदैन, यिनीलाई चाहिँ जहिले पनि गर्मी। कस्तो लागिरहेको छ सन्जय? साँच्चै मजा आइरहेको कि ढाँटे पाटेको? डुबुल्की 3 चोटि मार न, यता 3 चोटि मार, उता 3 चोटि मार न। अब डुबुल्की पनि मार्ने अरे यिनले। यिनको चाहिँ गटलाई चाहिँ मान्नुपर्छ। चिसोमा यस्तो चिसो छ कि पानी। तीन चारवटै भेटौ न। सिक्का टिप्ने हो नि पुण्य हुन्छ अरे। यिनले कतिवटा सिक्का टिप्ने हुन्छ नि? कतिवटा? ल कस्तो लागिरहेको त? हो कतिको चिज
ठिकै हुँदैछ बिस्तारै गर्ने नसकिन्छ होइन तर गाह्रो चाहिँ गाह्रो हुन्छ होइन सक्नु त सकिन्छ तर चिसो रहेछ यहाँको बेला सुरुमा त गर्दिनु भन्थ्यो त अनि के कुराले गर्ने भन्यो आएको बेला गरिदिइहालौँ न अब आउने कहिले कहिले होइन देरी त गर्नु भयो तर ठिक छ भनेपछि भएको पाप साप सब मेटाइदिएको मुक्त हुन्छ अब हो मुक्त भइसक्यो अब फेरि नयाँ लाइफ हो अब सिधै स्वर्ग जाने हो ल नाइ चाहिँ यिनले चाहिँ खै देखाउ त यिनले चाहिँ सिक्का भेटाएको छन् यो सिक्का चाहिँ के अरे पुण्य हुन्छ अरे मलाई चाहिँ इन्डियन सिक्का पर्यो तिमीलाई कति पर्यो यिनलाई इन्डियन सिक्का यो कति हो 2009 वाला यो चाहिँ मेरो त 5 हो र मेरो 5 होइन होला मेरो 1 रुपियाँ इन्डियन 1 रुपियाँ पर्यो म त अघि नै खुट्टा चोबले त्यति भए पुग्छ तर मजा आउँछ हो ल ठिक छ अब फेरि कुनै अर्को पटक एक्सपिरियन्स एकचोटि गरिहाल्यो जे ल ल ल बाई फाइनली 108 वटा धारामा नुहाइयो अनि यहाँ 200 गिरीले चाहिँ खुट्टा मात्रै चोब्यो यिनले चाहिँ पुरै नुहाए पनि है 200 डुबल्की पनि हान्यो गिरीले पनि गरे हामीले सिक्का नि पायौँ 2 वटा सिक्का नि राखिसक्यो अरू सब यस्तो छ हाम्रो अब हामी खाना खान जान्छ होटेलमा त्यसपछि खाना खाइसकेपछि आज हामी चल्दिन्छौँ अब कहाँसम्म पुग्छौँ थाहा छैन तर जान्छौँ हामी यहाँ पनि पानी अलिअलि पर्ला जस्तो लागेको ल हाम्रो ट्रिप फाइनली सक्सेसफुल भएको छ होइन त गिरी मार्फत स्याउको खानी है गाइजहरू कति स्याउ चाहियो भन्नु चाहिँ अर्डर गर्नु सब बारीभरि स्याउ नै स्याउ छ फलेको स्याउ स्याउबारी हो त्यो चाहिँ मार्फा भिलेज हो मुस्ताङमा हामी अहिले कहाँ भन हामी मार्फामा छौँ अहिले मार्फाको के गल्लीमा मार्फाको कबड्डी गल्ली चाहिँ यता छ जहाँ चाहिँ कबड्डी मुभी सुटिङ हुँदै कबड्डी गल्ली स्याउ चाहिँ अहिलेसम्म एउटा चाख्न पनि पाएको कहिले कहाँ खाने कहाँ खोज्ने हो हामी के अरे बारीमा त देख्यौँ हातमा चाहिँ परेको छैन हातमा चाहिँ परेको मुस्ताङ आयो स्याउ नखाइकन जानु पाइन्छ जस्तो छ हेरौँ अब के हुन्छ ल यो चाहिँ मार्फा गाउँमा हामीले के भेट्यौँ यहाँ यो चौरीको टाउको हो क्या यो खै के को हो यो अब यो खै के को हो त्यो पनि खै के को हो बिचको चाहिँ चौरीको जस्तो लाग्यो अरू चाहिँ मैले चिनिनँ स्याउहरू छ तर स्याउ भए पनि महँगो छ घरहरू यता बन्दैछन् पिल्लरवाला गाउँ देश राम्रो छ सन्चै पछाडि स्याउ किन्दैछन् कि के गर्दैछन् खोला चाहिँ उर्लिएर बगाल कालो गण्डकी खोला उर्लिएको हेर्नु कस्तो उर्लिरहेको छ हाम्रो बाटोमा पनि कतिले अब हामी चाहिँ त्यहाँबाट दिउँसो 1:30-2 बजेतिर हिँडेको अनि स्याउ खाँदै बिस्तारी गर्दै वाइल्ड राइड हालेर आयो वाइल्ड पानीमा रुच्दै यस्तो रेनकोटसँगै 2-4 ठाउँ त यस्तो बिग्रियो बाटो लास्ट बेनी बजार चाहिँ आइयो चिया खाँदैछ हामी टक्क लगाएर चिया खाँदैछौँ अब चिया खाए म त पुरै लखितरण गरेछु चिया खाएर चाहिँ अब हामी चाहिँ टक्क लगाएर बागलुङ बजार जान्छौँ अनि त्यसपछि बाइक साइक राखेर एकछिन बेलुका कालिका मन्दिर घुम्न जान्छौँ हामी नाइटमा लाइटमा अरू यस्तो हामी कडा राइडर भइसक्यौँ अब पुरै छोड्यौँ हामी जहाँबाट सुरु गरेको थियौँ हामी त्यहीँ आइपुग्यौँ यही होटलबाट सुरु गरेको थियौँ बेनीमा ल गाइस